कृष्णले युद्ध रोक्न सक्थे रे र रोकेनन् रे। सक्थे पहिलो कुरा कसरी थाहा भयो कृष्णले रोक्न सक्थे भनेर? कसरी रोक्न सक्ने? भगवान् चाहिँ त्यही भएर रोक्न सक्ने भन्नुभयो हो कि? किनकि उहाँ त अवतार लिएर प्र्याक्टिकल्ली डे टु डे लाइफमा आउनु भएको छ होइन। कृष्ण जब जानुभयो नि त, जब शान्तिदूत भएर जानुभयो, तब के भयो? शान्तिदूत बनेर गएपछि त उहाँले त शान्ति प्रस्ताव नै गरेको हो। एक्ज्याक्टली। तर म यहाँ सोध्न चाहन्छु, हु इज द काउज अफ महाभारत? वेदर इज अ कौरव, वेदर इज अ पाण्डव, वेदर इज अ धृतराष्ट्र, वेदर इज अ दुर्योधन? क्वेसन चेन्ज। दुर्योधन। क्वेसन चेन्ज, राइट? वाइ? बिकज अन्डरस्ट्यान्डिङ बढ्यो के हो नि त। शान्ति प्रस्ताव त राख्नु भएको नि त, अस्वीकार गरे हो नि त। अस्वीकार गर्यो भनेपछि तर अस्वीकारको अर्थ युद्ध मात्रै त विकल्प थिएन होला नि त। ल हेर्नु कसरी थिएन भनौँ न। अस्वीकार गरे उसले, त्यसपछि 5वटा गाउँमा आउनु भयो, त्यो पनि थियो। उसले त्यो पनि दिएन। अब राइटफुल्ली जुन कुरा आफ्नो छ, धर्मले चुप्प लगाएर लाटो भएर लात खाएर बस्दा भन्दैन फेरि, होइन? धर्मको निर्माण गर्न छ, साधु सन्तको रक्षा गर्न छ उहाँलाई भनेपछि चाहिँ अल्टिमेट कज के हो भने दुर्योधनलाई कलीको अंश भनिएको छ महाभारतमै। कलीको अंश धेरै छिटो फैलिन पाउँछ यदि राजा बस्ने ठाउँ गद्दीमा गएर चाहिँ कलियुगकै अंश दुर्योधन रूपी जुन छ असुर भनौँ एक तरिकाले त्यति बेला, त्यसरी बस्यो भने त उसले त राज्यभरि त्यो फैलाउँछ। त्यही कारणले त्यसको निवृत्ति गर्नको लागि पनि र युधिष्ठिर धर्मराज भए उनलाई चाहिँ स्थापित गर्नको लागि पनि युद्ध जरुरी थियो एउटा। सेकेन्ड, पहिला प्रतिज्ञाको महत्त्व धेरै थियो। जस्तै बोलेपछि गर्नुपर्छ भन्ने खालको। अहिले पनि भन्छ नि मलाई बिलिभ गर्न, म गर्छु भने बेलुका गर्दैन साथीले। ल कति तुच्छ भयो अहिलेको हाम्रो बोली। त्यति बेला के थियो, म अग्निमा प्रवेश गर्छु भने चाहिँ प्रवेश गर्छु, फिनिस्ड। बोलेपछि मान राख्नु पर्यो। सिमिलरली गान्धारीलाई पिरियड भएको बेलामा दुर्शासनले उसको कपाल समातेर सभामा लिएर आयो, उसको दोष हो, उसको त्यो परिवार त उसले पाउनै थियो। भीष्मले अम्बिका अम्बालिका र 103जना छन् लिएर आउनुहुन्छ। अनि त्यसपछि चाहिँ किडन्याप जस्तो पहिलाको स्वयम्वर हुन्छ, स्वयम्वरमा लिएर आउनुहुन्छ। त्यो कारणले गर्दा उहाँको पनि निश्चित थियो फेरि मृत्यु, त्यो पनि पुरा गर्नु पर्यो। कर्णलाई श्राप मिलेको छ परशुरामको, त्यो पनि पुरा हुनु पर्यो। यसरी हेर्दैन द्रोणाचार्य द्रुपदलाई गएर चाहिँ आफ्नो उसको राज्य आधा राज्य लुटेर फेरि उसैलाई रिटर्न गर्नुहुन्छ। धृष्टद्युम्नको जन्म हुन्छ द्रोणाचार्यलाई मार्नलाई, त्यो पनि पुरा हुनु पर्यो। र सभामा भीमले के प्रतिज्ञा गर्नुहुन्छ भने म सबैको जो 100वटै कौरवलाई मेरो हातले मार्छु, दुशासनको छाती चिरेर रगतपान गर्छु। त्यो सबै प्रतिज्ञाहरू भए, त्योहरू पनि पुरा हुन्थेनन्। र प्रतिशोध पाउनुपर्ने जो पाञ्चाली छिन् उनलाई पनि दिनु पर्यो। सो एक तरिकाले हेर्ने यो जस्टिसको लागि चाहिँ ओभरअल महाभारतमै सम्पूर्ण कुरा चाहिँ अन्तिममा त्यो युद्ध भूमिमा गएर चाहिँ सबैको जीवनको प्रयोजन चाहिँ त्यहाँ गएर सकिने भएको भएर पनि एउटा